एक दिन यो दृश्य चिलले देख्यो। अचम्म मान्दै चिलले बाख्रालाई सोध्यो। बाख्राले पुरै कुरा सुनाइदियो। त्यसपछि चिलले सोच्यो, यदि गुणले यति ठूलो परिणाम दिन्छ भने म पनि गुण गरेर देखाउँछु। एक दिन उसले देख्यो मुसाका साना साना बच्चाहरू दलदलमा फसेका थिए। जति प्रयास गरे पनि उनीहरू बाहिर निस्कन सकेका थिएनन्। चिलले आफ्ना 2 खुट्टाले मुसाका बच्चाहरूलाई समात्यो र सुरक्षित ठाउँमा लगेर राख्यो। बच्चाहरू भिजेका थिए, चिसोले कामिरहेका थिए। चिलले उनीहरूलाई आफ्ना पखेटाभित्र राखेर न्यानो दियो। मुसाका बच्चाहरूलाई धेरै राहत मिल्यो। धेरै समयपछि चिल त्यहाँबाट उडेर जान लाग्दा उ छक्क पर्यो। मुसाका बच्चाहरूले उसका पखेटा टुक्रा टुक्रा पारेर काटिसकेका थिए। दुखी मनले चिलले यो घटना बाख्रालाई सुनायो। तिमीले पनि गुण लगायो, मैले पनि गुण लगाएँ, तर नतिजा किन यति फरक भयो? बाख्रा हल्का मुस्कुरायो र गम्भीर स्वरमा भन्यो, गुण मुसालाई होइन, सिंहलाई लगाउनुपर्छ। मुसा जो कायर हुन्छ, गुणलाई सम्झदैन, बिर्सनुलाई नै बुद्धिमानी ठान्छ। तर सिंह जो बहादुर हुन्छ, गुणलाई कहिले बिर्सँदैन। त्यसैले गुण त उसैलाई लगाऊ जो गुणको कदर गर्न जान्छ। सबैलाई गुण लगाउँदा नतिजा एउटै हुँदैन।